नमस्कार। आजको यो भिडियोमा पाठ 7 लेखात्मक गल्तीहरू एकाउन्टिङ इररहरूको बारेमा हामीलाई थाहा छ कि लेखा सम्बन्धी जुन गल्तीहरू हुन्छ त्यो गल्तीहरूलाई संशोधन गर्नको लागि संशोधित इन्ट्री तयार गर्न हामीले के हेर्नुपर्छ? सन्तुलन परीक्षण तयार गर्नुभन्दा अगाडि पत्ता लागेको गल्तीहरू, एकपक्षीय गल्तीहरू, सन्तुलन परीक्षण तयार गरिसकेपछि पत्ता लागेको एकपक्षीय गल्तीहरू वा सन्तुलन परीक्षण तयार गर्नुभन्दा अगाडि वा पछाडि पत्ता लागेको द्विपक्षीय गल्तीहरू कुन गल्ती हो त्यो पहिला के हुनु पर्यो? कन्फर्म हुनु पर्यो, हैन? यकिन गर्नु पर्यो कि यो कस्तो किसिमको गल्ती हो। किनभने यो गल्तीहरूलाई संशोधन गर्ने जुन विधि छ, तरिका छ, त्यो के छ? फरक छ, हैन? एकपक्षीय गल्ती यदि सन्तुलन परीक्षण तयार गर्नुभन्दा अगाडि पत्ता लागेको छ भने हामीलाई थाहा छ त्यो गल्तीलाई संशोधन गर्नको लागि जुन खातामा गल्ती भएको हुन्छ त्यही खातामा के गर्नुपर्छ? संशोधन गर्नुपर्छ। अर्थात् उसको खाता के गर्नुपर्छ? तयार गर्नुपर्छ। अनि त्यही खातामा हामीले के गर्नुपर्छ? संशोधन गर्नुपर्छ। योभन्दा अगाडिको भिडियोमा हामी पढिसकेको छौँ, हैन? अब त्यस्तै सन्तुलन परीक्षण तयार गर्नुभन्दा अगाडि वा पछाडि पत्ता लागेको द्विपक्षीय गल्तीहरू हुन्छ भने त्यसको नियम पनि हामीले थाहा भइसकेको छ। योभन्दा अगाडिको भिडियोमा हामी त्यो सिकिसकेको छौँ। त्यसमा के गर्नुपर्छ? पहिला सही इन्ट्री बनाउने, त्यसपछि गलत इन्ट्री बनाउने, तेस्रो चरणमा सही इन्ट्रीमा गलत इन्ट्रीले के गर्ने? भाग गर्ने, अनि जे आउँछ त्यो के हुन्छ? संशोधित इन्ट्री हुन्छ, प्रविष्टि हुन्छ। अब आजको यो भिडियोमा हामी के पढ्ने, के सिक्ने? सन्तुलन परीक्षण तयार गरिसकेपछि पत्ता लागेको एकपक्षीय गल्तीहरूको बारेमा हामीले के गर्ने हो? जानकारी गर्ने हो, हैन? त सन्तुलन परीक्षण तयार गरिसकेपछि पत्ता लागेको एकपक्षीय गल्तीहरूलाई हामीले संशोधन गर्दाखेरि के गर्नुपर्छ? उजराती खाता खोल्नुपर्छ। के गर्नुपर्छ? उजराती सस्पेन्स एकाउन्ट, अङ्ग्रेजीमा त्यसले के भनिन्छ? उजराती खातालाई सस्पेन्स एकाउन्ट खोल्नुपर्छ। अब कुन खाता बढी भएमा डेबिट साइडतिर सस्पेन्स एकाउन्ट खोल्ने, उजराती खाता खोल्ने, अनि कुन खातामा क्रेडिट साइडतिर खोल्ने, हैन? त्यो हामीलाई के गर्नु पर्यो? पहिला जान्नु पर्यो। त्यसपछि यो अभ्यासको हिसाब, हैन, उदाहरणको रूपमा हामी के गर्छौँ? यहाँ तयार गर्छौँ, हैन? सम्पत्ति खाता, सम्पत्ति एसेट को खाता गल्तीले बढी रकम लेखिएको भएमा यदि सम्पत्तिको खाता छ, हैन, र सम्पत्तिको खातामा के भएको छ? गल्तीले बढी रकम लेखिदिएको छ, एसेटको खातामा बढी रकम लेखिदिएको छ र त्यो सन्तुलन परीक्षण तयार गरिसकेपछि हामीलाई त्यो गल्ती पत्ता लागेको छ भने के गर्नुपर्छ? भएमा डेबिट, एसेटको खातामा गल्तीले बढी रकम लेखिएको भएमा डेबिट के गर्ने? डेबिट उजराती खाता, उजराती खाता, अङ्ग्रेजीमा यसले के भन्छ? सस्पेन्स एकाउन्ट। डेबिट उजराती खाता गर्ने र क्रेडिट सम्बन्धित एसेट खाता, हैन? के गर्ने? यदि सम्पत्तिको खाता, एसेटको खाता जस्तै प्लान्ट, मसिनरी, फर्निचर, ल्यान्ड, बिल्डिङ, इटिसी इत्यादिको खाता के भएको छ?
गल्तीले बढी भइहालेको छ, बढी एमाउन्ट हामीले के गरिदिएको छौँ, पोस्टिङ गरिदिएको छौँ भने त्यसको गल्तीलाई संशोधन गर्नको लागि के गर्ने, डेबिट गुजराती खाता गर्ने र क्रेडिटमा के गर्ने, सम्बन्धित एसएसको खाता गर्ने, जुन खातामा के भएको हुन्छ, बढी रकम लेखिएको हुन्छ। त्यस्तै 1 नम्बरमा। अब 2 नम्बरमा सम्पत्ति एसेट को खातामा गल्तीले कम रकम लेखिएको छ भने डेबिट सम्बन्धित एसेट अकाउन्ट र क्रेडिट के गर्ने, क्रेडिट गुजराती खाता गर्ने हैन। त्यस्तै खरिद खाता, बिक्री फिर्ता खाता र खर्चहरूको खर्च तथा नोक्सानीहरूको खाता गल्तीले खातामा गल्तीले बढी रकम लेखिएको भएमा बिक्री खाता, खर्च खाता, नोक्सानीहरूको खाता गल्तीले बढी रकम के गरेको छ, लेखिदिएको छ भने के हुन्छ, डेबिट गुजराती खाता र क्रेडिट के हुन्छ, सम्बन्धित खाता हैन। अब खरिद खाता छ भने खरिद खाता क्रेडिट हुन्छ, बिक्री फिर्ता खाता छ भने बिक्री फिर्ता खाता हुन्छ। त्यस्तै खर्चहरूको खाता छ भने त्यो खर्चहरूको खाता हुन्छ, नोक्सानी खाता छ भने नोक्सानीको खाता के गर्ने, क्रेडिट गर्ने, डेबिट के गर्ने, गुजराती खाता। अब त्यस्तै यो खरिद खाता, बिक्री फिर्ता खाता र खर्च तथा नोक्सानी खाताहरूमा गल्तीले कम रकम लेखिदिएको छ, के गरिदिएको छ, गल्तीले कम रकम लेखिदिएको छ भने के हुन्छ, क्रेडिट के भइहाल्छ, सम्बन्धित खाता, अनि डेबिट के भइहाल्छ, सम्बन्धित खाता डेबिट हुन्छ र क्रेडिट के हुन्छ, गुजराती खाता हुन्छ हैन। खरिद खाता, बिक्री फिर्ता खाता र खर्च तथा नोक्सानी खाताहरूमा गल्तीले कम रकम लेखिएको भएमा डेबिट के हुन्छ, सम्बन्धित खाता र क्रेडिट के हुन्छ, गुजराती खाता हैन। त्यस्तै पुँजी दायित्व हैन, क्यापिटल लायबिलिटी आमदनी हैन, कैपिटल पूंजी लायबिलिटीज दायित्व
बिक्री खरीद फिर्ता आमदनी खाताहरूमा गल्तीले बढी रकम लेखिएको भएमा डेबिट सम्बन्धित खाता गर्ने र क्रेडिटमा के गर्ने गुजराती खाता गर्ने। त्यस्तै यो खाताहरूमा गल्तीले के भएको छ कम रकम लेखिएको छ के भएको छ गुजराती खाता गर्ने भने कम रकम लेखिएको भएमा डेबिट के गर्ने गुजराती खाता र क्रेडिट के गर्ने सम्बन्धित खाता हैन। यो के हो यसको बेसिक नियमहरू हो हैन। यो नियमहरूलाई आधार बनाएर हामीले लेखात्मक गल्तीहरूमा सन्तुलन परीक्षण तयार गरिसकेपछि पत्ता लागेका एक पक्षीय गल्ती सुधारका नियमहरू हैन। सन्तुलन परीक्षण तयार गरिसकेपछि पाता लागेका एक पक्षीय गल्तीको सुधार गर्ने के हो यो नियमहरू हो। यदि सम्पत्ति एसएस को खाता गल्तीले बढी रकम लेखिएको भएमा डेबिट जाति खातालाई के गर्ने डेबिट गर्ने र क्रेडिटमा के गर्ने सम्बन्धित सम्पत्तिको खातालाई के गर्ने क्रेडिट गर्ने। त्यस्तै सम्पत्ति एसएस को खातामा गल्तीले कम रकम लेखिएको भए डेबिट सम्बन्धित खातालाई गर्ने एसएस लाई के गर्ने डेबिट गर्ने र क्रेडिट केलाई गर्ने गुजराती खातालाई गर्ने। त्यस्तै खरिद खाता बिक्री फिर्ता खाता र खर्च तथा नोक्सानीहरूको खाता गल्तीले के भएको छ बढी रकम लेखिएको छ भने डेबिट के गर्ने गुजराती खातालाई गर्ने र क्रेडिट के गर्ने सम्बन्धित खातालाई गर्ने। त्यस्तै खरिद खाता बिक्री फिर्ता खाता र खर्च खाता नोक्सानी खाताहरूमा गल्तीले कम रकम लेखिएको भएमा डेबिट सम्बन्धित खातालाई गर्ने क्रेडिट कसलाई गर्ने गुजराती खातालाई गर्ने। त्यस्तै क्यापिटल पुँजी लायबिलिटी दायित्व बिक्री खरिद फिर्ता आमदनी खाताहरूमा गल्तीले बढी रकम लेखिएको भएमा डेबिट सम्बन्धित खातालाई गर्ने र क्रेडिट गुजराती खातालाई गर्ने भने कम रकम लेखिएको भएमा के गर्ने डेबिट गुजराती खाता गर्ने र क्रेडिट सम्बन्धित खाता गर्ने। यो के हो यसको नियम हो। अब यसैलाई यो नियमहरूलाई आधार मानेर हामीले यो कक्षा 10 को टेक्स्ट बुक हो हैन किताबको 115 पेजमा यहाँ दिएको छ सन्तुलन परीक्षण तयार गरिसकेपछि पत्ता लागेका निम्नलिखित गल्तीहरूको सुधार गर्नुहोस्। यो कति नम्बर हो 4 को अभ्यास 4 को 6 नम्बर हो। कति नम्बर 6 नम्बर। अब हामीले उदाहरणको रूपमा यसलाई लिन सक्छौं। क्लास 4 को कति नम्बर म गरिरहेको छु 6 नम्बर। यसमा के दिएको छ सन्तुलन परीक्षण तयार गरिसकेपछि पत्ता लागेका निम्नलिखित गल्तीहरू सुधार गर्नुहोस्। यो गल्तीहरू कहिलेको हो सन्तुलन परीक्षण तयार गरिसकेपछि को के हो गल्ती हो। अब हामीलाई थाहा भइसकेको छ कि सन्तुलन परीक्षण तयार गर्नुभन्दा पछि पत्ता लागेको एक पक्षीय गल्तीहरूलाई संशोधन गर्नको लागि गल्तीहरूलाई सुधार गर्नको लागि के गर्नुपर्छ गुजराती खाता खोल्नुपर्छ।
अब उजुराती खाताको माध्यमले हामीले के गर्नुपर्छ त्यो गल्तीहरूलाई संशोधन गर्नुपर्छ। यहाँ म के लेख्छु 6 नम्बर कति नम्बरको 4 नम्बरको पेज नम्बर कति हो 115 हो 5 7 हो हैन। अब यहाँ दिएको छ 6 नम्बरमा सन्तुलन परीक्षण तयार गरिसकेपछि पत्ता लागेको एक पक्षीय गल्ती दिएको छ। यसको लागि अब यहाँ के गर्ने संशोधित भाउचर के गर्ने तयार गर्ने। यसमा यहाँ के हुन्छ मिति हुन्छ, यहाँ के हुन्छ विवरण हुन्छ, यहाँ के हुन्छ खाता पाना नम्बर हुन्छ, यहाँ के हुन्छ डेबिट रकम, यहाँ के हुन्छ क्रेडिट रकम हुन्छ। अब यसको अ नम्बरमा के भनेको छ बिक्री फिर्ता पुस्तिकामा रु 130 कम रकम लेखिएको अभिलेख भएको के भएको छ अ नम्बरमा। यो कति नम्बरको हो अ नम्बरको हो 6 को के हो अ नम्बर हो हैन। अब यहाँ लेख्ने अ नम्बर अनि के भनेको छ बिक्री फिर्ता पुस्तिकामा 130 कम रकम लेखिएको भएको अभिलेख भएको 130 रुपैयाँ के भइरहेको छ बिक्री फिर्ता पुस्तिकामा कम लेखेको छ। अहिले हामीले भर्खर यहाँ यसको नियम मैले लेखेको थिएँ तपाईहरु हेर्नु भएको होला। यदि बिक्री फिर्ता पुस्तिकामा के हुन्छ कम रकम लेखिएको हुन्छ के गरिएको हुन्छ कम रकम लेखिएको हुन्छ भने सम्बन्धित खातालाई के गर्नुपर्छ डेबिट गर्नुपर्छ र उजुराती खातालाई के गर्नुपर्छ क्रेडिट गर्नुपर्छ। यो यस्तो किन गरेको हो किनभने हामीलाई थाहा छ पर्चेज रिटर्न एकाउन्ट बिक्री फिर्ता पुस्तिका के हुन्छ खाता उसको जहिले पनि डेबिट हुन्छ। अब यो 130 रुपैयाँ जुन कम भएको छ कुन साइडमा कम भएको होला डेबिटमा कम भएको होला। त्यसैले जुन खाता डेबिट हुन्छ यदि त्यसमा कम छ भने त्यसै डेबिट किन थप्ने हो। जुन खाता क्रेडिट हुन्छ यदि त्यसमा कम छ भने के गर्ने हो क्रेडिट साइडतिर थप्ने हो। त्यस्तै जुन खाता क्रेडिट हुन्छ त्यसमा कम हुन्छ भने क्रेडिट साइडमा थप्छौँ। जुन खाता क्रेडिट हुन्छ त्यसमा बढी छ भने कतातिर थप्ने हो डेबिट साइडतिर थप्ने हो। जुन साइडतिर थप्ने हो नि त्यो साइडमा त्यो खाताको के गर्ने हो नाम लेख्ने हो हैन। र उजुराती खाता त्यसको तल के गर्ने हो लेख्ने हो। यो डेबिट हुन्छ भने यो क्रेडिट हुन्छ, यो क्रेडिट हुन्छ भने यो डेबिट हुन्छ हैन। त बिक्री फिर्ता पुस्तिकामा 130 कम रकम लेखिएको छ यहाँ के गर्ने डेबिट बिक्री फिर्ता खाता क्रेडिट के हुन्छ उजुराती खाता। अब यहाँ कति हुन्छ 130 यहाँ के लेख्ने गल्ती बिक्री फिर्ता अब आ नम्बर हेर्ने खरिद फिर्ता पुस्तिकामा रु 280 कम रकम लेखिएको अभिलेख भएको खरिद फिर्ता पुस्तिकामा के भएको छ 280 रुपैयाँ कम रकम के गरेको छ अभिलेख भएको छ। र खरिद फिर्ता पुस्तिका के हुन्छ क्रेडिट हुन्छ कुन साइडमा क्रेडिट साइडमा कम लेखेको जुन खाता डेबिट हुन्छ त कम लेखेको हुन्छ बढी लेखेको छ भने डेबिटमा बढी लेखेको छ। जुन खाता क्रेडिट हुन्छ कम लेखेको छ भने क्रेडिटमा कम लेखेको होला, बढी लेखेको छ भने क्रेडिटमा के गरेको होला बढी लेखेको होला। यो बुझ्नुपर्छ। यहाँ खरिद फिर्ता पुस्तिकामा 280 रुपैयाँ के गरेको छ कम लेखिदिएको छ।
अब यसलाई संशोधन गर्नु छ त यो रकम कहाँ थप्नु पर्छ खरिद फिर्तामा खातामा के गर्नु पर्छ थप्नु पर्छ त खरिद खाता के हुन्छ क्रेडिट हुन्छ र उजराती खाता के भइहाल्छ डेबिट भइहाल्छ बुझ्नुभयो यहाँ के गर्ने गुजराती डेबिट डेबिट गुजराती खाता क्रेडिट के हुन्छ खरिद खरिद फिर्ता खाता कति दिएको छ 280 यहाँ हुन्छ 280 यहाँ हुन्छ अब यसमा पनि डाइरेक्सनमा के गर्ने खरिद फिर्ता पुस्तिकामा भएको गल्ती सुधार गरियो आठीमा के भनेको छ खरिद पुस्तिकामा 440 कम लेख अभिलेख भएको यी नम्बरमा के भनेको छ खरिद पुस्तिकामा रु 440 कम रकम लेखेको कहाँ कम लेखेको छ खरिद पुस्तिकामा अनि खरिद खाता के हुन्छ डेबिट हुन्छ त कम कुन साइडमा लेखेको छ कम कहाँ लेखेको छ डेबिटमा कम लेखेको छ कुन साइडमा कम लेखेको छ डेबिटमा कम लेखेको छ भने अब सुधार गर्दाखेरि कहाँ त्यो रकम कहाँ लेख्नु पर्छ डेबिट और कम लेख्दा त डेबिट और पैसा थपेको पर्यो ओइ साइड कति कहिलेलाई डेबिट एकछिन डेबिट खरिद खाता डेबिट के हुन्छ गुजराती खाता कति दिएको छ 440 यहाँ हुन्छ 440 यहाँ हुन्छ यहाँ के लेख्ने खरिद पुस्तिकामा भएको गल्ती सुधार गरियो हैन त यसलाई दुईचोटी तीनचोटी के गर्ने राम्रोसँग हेर्ने हैन मेरो YouTube च्यानलमा गएर यादव एसी रिसर्च मेरो YouTube च्यानलको के हो नाम हो अनि उसको ह्यान्डल के हो @उमेश यादव EK-7FM हैन यो गएर त्यसमा के गर्ने बेल आइकन के गर्ने थिचिदिने के सब्स्क्राइब गरिदिने किनभने यहाँबाट म भिडियो हाल्छु नि त सबैभन्दा पहिला जसले त्यो सब्स्क्राइब गरेको हुन्छ त्यसमा के हुन्छ जान्छ हैन धन्यवाद।